नायिका पूजा शर्माले हिजो आफ्नो प्रेमी युद्ध बानियासँग लगनगाँठो कसिन्। भक्तपुरको साँगा स्थित होटल फर्च्युनमा भव्य वैवाहिक कार्यक्रम आयोजना गरिएको थियो, जहाँ चलचित्र क्षेत्रका अनुहारहरू बाक्लो संख्यामा देखिए। महानायक राजेश हमालदेखि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, अभिनेत्री रेखा थापादेखि केही अधिकारीसम्मको उपस्थिति रहेको थियो। आफन्त परिवार र अन्य साथीभाइ छुट्ने कुरै भएन अनि सञ्चारकर्मी र युट्युबरहरूको पनि कमी थिएन। पूजासँग एकदमै निकट मानिएका केही व्यक्तिहरू भने विवाहमा छुटे। निर्देशक शोभित बस्नेत उपस्थित नहुनुलाई आश्चर्यका रूपमा हेरियो। नायक आकाश श्रेष्ठ पनि आएनन्। उनी नआउनु भने आश्चर्य थिएन। बुझे अनुसार पूजाले उनलाई निम्तो गरेकी थिएनन्। कुनै समय निकै गहिरो मित्रतामा रहेका पूजा र आकाश पछिल्लो समय भने टाढिएका छन्। पूजाको विवाहमा नायक पल शाह पनि पुगेनन्। पूजा र पलको सम्बन्धबारे त धेरै बयान गरिराख्न पर्दैन। स्क्रिनभित्र मात्र नभएर बाहिर पनि उनीहरूको गजबको केमिस्ट्री थियो। पल र पूजालाई रियल जोडीका रूपमा हेर्न चाहने पनि धेरै थिए। पूजा युद्धसँग प्रेममा परेपछि पनि पलसँग उनको निकटतामा कमी आएको थिएन। पल जेलबाट निस्के पश्चात भने यो जोडीको सम्बन्ध पहिले जस्तो रहेन। पलले आफ्नी बहिनीको विवाहमा आफूलाई निम्तो नगरेको पूजाले सार्वजनिक रूपमा नै बताएकी छन्। सम्बन्धमा अलि सुधार आए पश्चात उनीहरूले रामायणमा सँगै काम गरे, तर यो फिल्म चलेन। बुझे अनुसार पूजाले पललाई विवाहमा बोलाएकी थिइन्, तर पलले आफ्नै नेतृत्वमा गठन गरेको हामी छौं नामक फाउन्डेसनको उद्घाटन कार्यक्रममा सहभागी हुनु परेकाले आफू विवाहमा जान नपाएको बताएका छन्। सामाजिक सञ्जालबाटै उनले पूजालाई शुभकामना दिएका छन्। सञ्चारकर्मीले पललाई पूजाको विवाहमा जाने नजाने बारे सोधेका थिए। जवाफमा उनले समयवश आफ्नो कार्यक्रम र पूजाको विवाह जुटेको बताए। पूजाको विवाह आजै हो भन्ने आफूले पहिला थाहा नपाएको उनको भनाइ थियो। जे होस्, विवाहलाई भव्य बनाउन पूजा र युद्धले कुनै कसर छोडेनन्। विवाहको कार्यक्रम चलिरहँदा हेलिकप्टर उडाएर पुष्पवृष्टि गराइएको थियो। यो क्षणको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। करिब 5 मिनेटसम्म 300 किलो सयपत्री फूल आकाशबाट खनाइएको पूजा निकट स्रोतले दाबी गरेको छ। पूजाले लगाएको साडी भने धेरैले चित्त बुझाएका छैनन्। बेहुलीले लगाउने जस्तो नभएको भनेर सामाजिक सञ्जालमा टिका टिप्पणी भएका छन्।